आज मैले गर्दैछु झिलिमिली मेकअप है, कुनै पनि स्टेप नभएको जस्तो जानिन्छ त्यस्तै गर्ने मेकअप। सबैभन्दा सुरुमा लाउँछु मैले लारसको सनस्क्रिन। यो चाहिँ टिन्टेड सनस्क्रिन हो, मलाई एकदमै धेरै मनपर्छ र सुट पनि गर्छ। पिगमेन्टेड स्किन छ भने, डार्क स्पटहरू छ भने पनि कभर गर्छ। त्यसपछि लाउँदैछु मैले जुबियस प्यालेसको, यसलाई कन्सिलरको रूपमा थोरै थोरै टुक्का टुक्का लगाउँदैछु र यसलाई मैले मेरो स्किनलाई प्लास्टर गर्दैछु है। सुरुमा फर्स्टमा चाहिँ प्लास्टर गर्दैछु है, हल्का फुल्का सबैतिर लगाएँ। यो जुबियस प्यालेसको, यसलाई खासमा फाउन्डेसन स्टिक हो, अनि यसरी युज गर्न सक्नुहुन्छ। त्यसपछि लाइसाची ब्युटीको कन्टुर अनि ब्लस युज गर्दैछु। ट्याक 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 गरेर सबैतिर हल्का फुल्का लगाउँदैछु होइन। अब यसलाई मैले सेटअप गर्दैछु ब्युटी ब्लेन्डरले। ब्युटी ब्लेन्डर युज नगरेर ब्रस युज गर्दा पनि हुन्छ हजुरहरूले। मलाई चाहिँ यो एकदमै धेरै सफ्ट लाग्छ यो युज गर्दाखेरि, अनि मैले यही युज गरेँ। अनि त्यसपछि युज गर्दैछु मैले कन्सिलर ब्लेन्ड गर्ने ब्रसले चाहिँ थोरै टिरटिरको फाउन्डेसन, मलाई एकदमै धेरै मनपर्ने फाउन्डेसन हो। म धेरै युज गर्दिनँ, थोरै युज गरे पनि एकदमै राम्रो सफ्ट र ग्ल्याम रेडियन्ट लुक देखाउनमा मद्दत गर्छ यसले। अनि अब लगभग सकियो। अब थोरै तल अन्डर आईमा थोरै मैले कन्सिलर लगाउँदैछु। अब मैले त्यसलाई सेटअप गरेँ पाउडरले, अनि वान साइज ब्युटीको पाउडर युज गरिरहेको छु। अब लगाउँदैछु अन्त पनि झ्यापझ्याप हल्का फुल्का लगाउँदैछु, लगाएँ सकाएँ। अब लगाउँदैछु हाइलाइटर, अनि त्यसपछि लगाउँदैछु ब्रन्जर, अनि अब लगाउँदैछु NYX को यो के भन्छ यसलाई बिर्सेँ गाइज, मैले त लिपस्टिक लगाउँदैछु भने है। अनि त्यसपछि फेभिक्विकले हल्का हाइलाइटेड गरेँ, अनि लगाएँ मस्क्यारा। आँखाको हल्का फुल्का मेकअप गरेँ अनि मस्क्यारा युज गरेँ। यतिको भयो मेरो आँखा। अब त्यसपछि अब लगाउने के बाँकी रह्यो भन्दा, अब गाजल लगाएर अलिकति पङ्खुडी निकाल्नु पर्ला होइन, वेग निकालेँ थोरै। अनि त्यसपछि अनि लगभग सकियो। अब चाहिँ भ्याइयो है। अब यति भइसकेपछि मेरो लुक यस्तो देखियो। बाई।